सम्पूर्णमा नमस्कार। नेपाल पिग फार्मको यो युट्युब च्यानलमा तपाईहरुलाई आज पनि स्वागत छ। आज चाहिँ त्यो एउटा कोठामा कतिवटा बङ्गुर राख्ने, कतिवटासम्म बच्चा राख्न मिल्छ एउटा कोठामा, कत्रो कोठामा कसरी राख्ने भन्ने कुरो देखो तपाईहरुलाई बुझाउन गइरहेको छु। खासमा यो मान्छेले भन्नु त यताउति यतिवटा उतिवटा भनेर त भन्छ कि, तर हामीले हेर्दाखेरि चाहिँ जहिले पनि बङ्गुर राख्दाखेरि एकले अर्कालाई टोकेको छैन, झगडा गरेको छैन। यिनीहरूलाई हेरिन्छ नि त कतिको एक्टिभ छ, यिनीहरू न्यास्रो छ कि अल्छिया भएर बसेको छ कि, अनि भित्रको तापक्रम आफूले चेक गर्ने हो, कति छ तापक्रम 28 डिग्री भन्दा माथि गएको छैन, त्यो हेरेर गर्ने हो कि। नभए मान्छेले डरले तपाईँको ठुलो कोठामा 2-3टा मात्रै बच्चा लेटिङ बसिरहेको हुन्छ। अब यिनीहरूले दाना खान पाएन, सबैले होइन दाना दिएको छ, तर अगाउनेहरू सुरुमा खानेहरू अगाउँछ, अनि अगाउनेहरूले छोडिदिन्छ, अनि नअगाउनेले गएर फेरि खान्छ क्या भोकाभरले। त्यही भएर दाना धेरैवटालाई एकै ठाउँमा कम्ती बङ्गुरलाई धेरै दाना दियो भने दाना नाश गर्छ। यो चाहिँ फेरि अहिले यो आमाबाट छुट्टाएको बच्चाहरू हो, यिनीहरूलाई दानाको अगाउँजेल खाना दिने हो, जबसम्म खाना खान्छ खाएको खाइ गर्ने हो कि यिनीहरूलाई चाहिँ अड्कलेर दिनु हुँदैन। अनि यिनीहरूलाई दाना दिएको छ, त्यही भएर यी भिड भए पनि केही फरक पर्दैन क्या। हामीले जतिवटासम्म अट्छ त्यतिवटा राख्दैन, तर एक अर्कालाई नटोकोस्। बङ्गुरले भनेको एकदमै टोक्ने जात हुन्छ, झगडा गर्ने हुन्छ, मऱ्यो भने यिनीहरूले अर्कोलाई खान्छ। मान्छेहरूमा पनि तपाईँको मृगी रोग लागेको छ र मान्छेहरू त्यस्तो छ भने ठुलो बङ्गुरको बथानभित्र नजानु होला। त्यो सुरक्षाको दृष्टिकोणले पनि एकदमै खतरा हुन्छ। बङ्गुरले खान्छ क्या यिनीहरू एक किसिमको मुसाको प्रजाति जस्तो लाग्छ क्या ठ्याक्कै जन्मेको हेर्दा। अहिले म यहाँ यसरी बसेको छु होइन, पुरै टोक्न आइरहेछ क्या यिनीहरू, टोक्छ क्या। अब जुत्तातिर टोकेर गर्छ, हुन त त्यति साह्रो त अब त्यस्तो असर त गर्दैन, तर छोडिदिने हो भने चुप लाएर यिनीहरूले चोक्टै निकाल्छ क्या, यिनीहरूले खुनै खान्छ। यिनीहरू त्यस डेन्जर छ क्या यो बङ्गुरको जात चाहिँ। फेरि हाम्रो त दाँत पनि काट्दैन यो बङ्गुरको, डेन्जर हुन्छ। तर यिनीहरू एक अर्कामा बस्दाखेरि आफू एक अर्काको पुच्छर टोक्ने, अब पुच्छर काटेको छैन पुच्छर टोकेको हुँदैन। अनि यिनीहरूले दाना खान गाह्रो भएको छैन, हालिदिएको दाना खाइरहेछ भने बङ्गुर धेरै भयो भनेर आत्तिएर बेच्नु पर्दैन, तपाईँहरूले राख्दा हुन्छ क्या। अटुन्जेलसम्म खोरमा राख्ने, अनि नअटेको मात्रै निकाल्ने हो। तर यतिवटै भन्नु हुँदैन। अहिले हाम्रो यो तपाईँको यो हाम्रो 12/16 कोठा हो यो अहिले कोठा। यहाँ अहिले 76वटा बङ्गुर छ बच्चा, 76वटा बच्चा, लगभग यिनीहरू 1.5 महिनाको छ होइन। 76वटा छ मजाले। अब यो 76वटा यिनीहरू हुर्काउँछौँ हामी 1 महिना, अब पूर्ण रूपमा दाने खाना भएर मात्रै यिनीहरूलाई। अनि चाहिँ 12/12को कोठामा त्यहाँ तपाईँको 10-10वटा गरेर 9वटा 10वटा गरेर हाल्छौँ। तर अहिले 76वटा 1 महिना हुर्किन्छ कि यिनीहरू टोक्छ। यिनीहरू त्यस्तो साह्रो डराउनु पर्ने जात पनि होइन। र यस्तै जानकारीको लागि हाम्रो पेजलाई सब्सक्राइब गर्दै गर्नु होला। तपाईँहरूलाई सम्पूर्ण जानकारी दिनेछौँ, कन्फ्युज नहुनु होला। ठुलो कोठामा 2-3टा मात्रै बङ्गुर ठेक्रेक्क राख्ने, अनि दाना दियो दाना पनि राम्रोसँग खाँदैन, धेरैवटालाई दिएको दाना पनि सबै खान्छ, नाश हुँदैन दाना। र जानकारीको लागि च्यानललाई प्लिज सब्सक्राइब चाहिँ गरिदिनु होला। तपाईँले सब्सक्राइब गर्नु भने हामीलाई अझै ऊर्जा आउँछ, अझै भिडियो बनाएर हाल्न मन लाग्छ। तपाईँहरूलाई सम्पूर्ण बङ्गुर पालन सम्बन्धी A to Z जानकारी दिने हेतुले खोलेको यो युट्युब च्यानल हो।